लाखौं नेपालीहरू जो आफ्नो घरको चुलो निम्न नदिन, छोराछोरीको भविष्य बनाउन र बाबुआमाको औषधि किन्न र परिवारको सपना पूरा गर्न आफ्नो देश छोडेर विदेशिएका छन् सभामुखज्यू। र आज हामी सबै नेपालीले सुन्नै पर्ने कुरा छ यो, किनभने यो कुनै सत्तापक्ष र प्रतिपक्षको विषयवस्तु होइन। परदेशमा जाने नेपालीको हातमा पासपोर्ट मात्र हुँदैन, घरको ऋण हुन्छ र आमाबुवाको आशा हुन्छ, श्रीमतीको भरोसा हुन्छ र छोराछोरीको भविष्य हुन्छ। तर आज त्यही नेपाली विदेश पुगेपछि ठगीमा पर्छ, अल्पत्र पर्छ, तलब पाउँदैन, सम्झौता अनुसार फरक काम गर्न ऊ बाध्य छ र यति धेरै मानसिक अवस्था आउँछ कि ऊ आत्महत्या गर्न बाध्य छ र नेपालमा रातो बाकस भएर फर्किनुपर्छ। सम्माननीय सभामुख महोदय, त्यो भएको हुनाले कति मान्छे छ त भन्दा हाम्रो नेपाल करिब करिब जति अहिले हामी नेपालमा बस्छौँ यसको बराबरी छ। तर 70 लाखले मात्रै तपाईँको अहिले तपाईँको श्रम स्वीकृति लगेको रेकर्ड छ। तर रेकर्ड नभएको जोड्ने भने झन्डै 1 करोड मान्छे आज विदेशमा छ। तर तिनीहरूलाई नेपाल सरकार छ कि छैन जस्तोको व्यवहार राज्यबाट भइरहेको छ। यो केवल सङ्ख्या होइन, आधा देश बाहिर छ। विदेशमा पसिना बगाएर नेपाली युवाले पठाएको पैसाले नेपालको अर्थतन्त्र धानेको छ। पछिल्लो तथ्याङ्क अनुसार झन्डै 21 खरब रुपैयाँ चाहिँ रेमिटान्सबाट नेपाल आएको छ र नेपाल धानिरहेको छ। आज तपाईँ हामीले खाने यो तलब पनि त्यो रेमिटान्सबाट देश चलिरहेको छ। जसले नेपालको अर्थतन्त्र धानेका छन् उनीहरूको जीवन अधिकार कसले धान्ने? सम्माननीय सभामुखज्यू, हामीले विदेशबाट रेमिटान्स मात्र भित्राएका छैनौँ, हरेक वर्ष हामीले रातो बाकस पनि भित्राएका छौँ। करिब 16,760 जना मान्छे अहिले विदेशमा मरेर रातो बाकसमा नेपाल फर्किएका छन्। हरेक सङ्ख्याको पछाडि एउटा परिवार छ। एउटा बाकस नेपाल फर्किँदा एउटा घरको सपना फर्किँदैन। एउटा सब विमानस्थलमा झर्दा एउटा परिवारको भविष्य पनि भत्किएको हुन्छ। जापानकै उदाहरण हेरौँ सम्माननीय सभामुखज्यू, अहिले 1 वर्षमा जापानमा झन्डै 73 जना मान्छेको मृत्यु भयो। 73 मध्ये 28 जना मान्छेले आत्महत्या गरेका छन्। 28 जना मान्छेहरू आत्महत्या गर्न बाध्य कसरी पारिएका छन् भने जापानमा आज हजारौं विद्यार्थीहरूलाई अल्पत्र पारिएको छ। नेपालबाट जापान लिने कन्सल्टेन्सी खोलेका छन् र अल्पत्र पारिएको छ र कुकिङ भिसा भन्दै अल्पत्र पारिएको छ। अब ती अपराधीलाई कारबाही गर्ने कि नगर्ने यो प्रश्न खडा भएको छ र त्यो अपराध गर्ने अपराधीहरू विभिन्न सत्ता र शक्तिको आडमा भातृ सङ्गठनको कार्यक्रम गर्दै हिँड्छन्। अहिले पनि कार्यक्रम गरिरहेछन् ठाउँ ठाउँमा ठुल्ठुला। तपाईँ हामी जाँदाखेरि एयरपोर्टमा फुलमा खादामा लाउने तिनीहरू नै हुन्छन्। तर हिजो अर्कै पार्टीका थिए, तर आज सत्ताधारी पार्टीका सदस्य छन् तिनीहरू। तिनीहरूलाई कारबाही गर्ने कि नगर्ने यो प्रश्न आज यहाँ उठेको छ। र अर्को एउटा ठुलो समस्या छ विदेशमा, के छ भने 75,000 नेपाली बराबर एउटा कर्मचारी छ विदेशी निकायमा। आज एउटा गाउँपालिकामा झन्डै 250 देखि 300 जना सरकारी कर्मचारी हुँदा आज 75,000 नेपाली बराबर एकजना कर्मचारी राख्यो भने उसले सुविधा दिन सक्छ कि सक्दैन? सुविधा दिन नसकेका कारणले गर्दा आज तपाईँको त्यहाँ राज्य छ कि छैन भन्ने स्थिति पैदा भएको छ। सम्माननीय सभामुखज्यू, विदेशमा मात्र अप्ठ्यारो छैन, यही नेपालमा पनि आज नेपालमा बसेर केही एजेन्टहरूले कन्सल्टेन्सी र गिरोहहरूले युवालाई सपना बेचिरहेका छन्। कुकको काम पक्का छ, कुकिङ भिसा सजिलै पाइन्छ, विद्यार्थी गएपछि काम सजिलै पाइन्छ, महिनामा यति लाख उति लाख भनेर तलबको व्यवस्था गर्ने, यस्ता आश्वासन दिने, घरको जमिन धितो राखिन्छ, ऋण लिन्छ, सुन बेचिन्छ, बाउआमाको कमाइ राखिन्छ। तर विदेशमा गएपछि न काम पाइन्छ, न भने जस्तो तलब पाइन्छ, न सम्झौता पाइन्छ। कतिपयको आज पासपोर्ट रोकिएको छ, कतिपय आज ठगीमा परेका छन्। त्यही भएर सम्माननीय सभामुखज्यू, आज यो संसदमा म अपिल गर्न चाहन्छु, यो सत्ता पक्षको कुरा होइन, यो प्रतिपक्षको कुरा होइन र यो संसदमा बोलेर यहीँ सकिने कुरा पनि होइन। यो संसदमा आज हामीले बोलिसकेपछि मन्त्रीको जवाफ चाहन्छु, जवाफ होइन काम चाहन्छु। र स्पष्टका साथ आज नेपालीहरू 1.5 लाखभन्दा बढी नेपालीहरू हरेक वर्ष ठगीमा परेका छन्। आज 1.5 लाखभन्दा बढी नेपालीहरू कसैले उजुरी दिएका छन्, कसैले उजुरी दिएका छैनन्। त्यसका लागि हामी सबै एकजुट हुनुपर्छ। सत्तापक्ष प्रतिपक्ष सब एकजुट बनेर एउटा संसदीय छानबिन समिति गठन गरियोस् र अपराधीलाई कारबाही गरौँ। कारबाही गर्न यदि राज्य सक्दैन भने राज्यले स्पष्ट भन्न सक्नुपर्छ कि मैले कारबाही गर्न सक्दिनँ। त्यो भएको हुनाले यो संसदमा बोल्ने मात्र विषयवस्तु होइन, यो हामीले बोलेर आज यहीँ टुङ्गिने विषयवस्तु होइन। एक छानबिन गरौँ। अहिले जानुस् त, हरेक गल्लीमा जानुभयो भने हरेक सांसदहरूलाई, तपाईँ सबै सांसद मान्यज्यूलाई थाहा होला, तपाईँको मोबाइलमा फोन आउँछ, मलाई यति लाख रुपियाँ ठग्यो, मलाई यो देश जान्छु भनेर ठग्यो। आज विदेशमा अल्पत्र पारिएको छ र तिनीहरूलाई कसरी न्याय दिने? अहिलेको वर्तमान कानुनले यदि तपाईँको अवरोध पुर्याएको छ भने हामी यही संसद हो, कहीँ भगवान विष्णुले गएर पारित गर्ने होइन, कुनै देउता भगवान आएर गर्ने होइन, यही संसदले कानुन पारित गर्ने हो। सरकारले कानुन बनाएर ल्याएर आउनुहोस्, हामी सत्ता पक्ष प्रतिपक्ष नभनिकन यहीँबाट हामी कडा कानुन पारित गरौँ। अहिले जो कानुन छ त्यो कानुन एउटा बाधा र अडचन भएको अवस्था सिर्जना बनेको छ भने होइन भने एउटा संसदीय छानबिन समिति तत्काल गठन गरियोस्।
यसमा अपराधीलाई कसरी कारबाही गर्ने, नेपालका कन्सल्टेन्सीहरूले के गर्ने, यति धेरै ठगी भएको छ। आज मान्छे विदेशमा मर्न अल्पत्र परेको छ। आज अल्पत्र परेका मान्छेको उद्धार भएको छैन। त्यो भएको हुनाले सम्माननीय सभामुख मार्फत यो सरकारले संसदीय छानबिन समिति गठन गरी हामी सबै एकजुट बनेर विदेशमा अल्पत्र परेका नागरिकको उद्धार गरौँ भन्न चाहन्छु र यो अपिल गर्न चाहन्छु। र यो यदि फेरि भएन भने फेरि हामी यो आवाज उठाउँछौँ र आज जसरी पनि देश विदेशमा अल्पत्र परेका नेपालीहरूलाई उद्धार नगरिकन ती नेपालीहरू सुरक्षित नभइकन नेपाल सुरक्षित हुँदैन सम्माननीयज्यू। जहाँ नेपाल कतिखेर सुरक्षित हुन्छ भने उनीहरू सुरक्षित भयो भने उनीहरूको परिवार सुरक्षित हुन्छ, परिवार सुरक्षित भयो भने नेपाल सुरक्षित हुन्छ। म यही अपिल गर्न चाहन्छु, यही अनुरोध गर्न चाहन्छु। संसदीय छानबिन समिति अब आवश्यक ठहरिएको छ, त्यो संसदबाटै संसदीय छानबिन समिति घोषणा गरियोस्। हस्, धन्यवाद।